मैले थाहा पाएको नेपालमा भएको एउटा जेनरल मिसकन्सेप्सन के हो भने तपाईले रिमोट जब गर्न चाहनुहुन्छ, आउटसोर्सिङ फर्ममा काम गर्न चाहनुहुन्छ भने चाहिँ तपाईले कम्प्युटर साइन्स ब्याकग्राउन्डबाट कोडिङ गर्नुपर्ने, कोडिङ आउनुपर्ने, प्रोग्रामिङ आउनुपर्ने भन्ने रहेछ कि स्टुडेन्टहरुमा हैन, जेनरल पब्लिकमा। तर त्यस्तो हैन, हुन्छ नि तपाईले आईटी कम्प्युटर साइन्स ब्याकग्राउन्डबाट गर्नुभएको छ भने अपर्च्युनिटी पाउनुहुन्छ होला, राम्रो अपर्च्युनिटी पाउनुहुन्छ होला। तर अरु म्यानेजमेन्ट ब्याकग्राउन्डबाट आउनु भएको छ तपाई हैन, इफ तपाईले भर्खर +2 गर्नुभएको छ अनि बीबीएस गर्नुभएको छ, बीबीए गर्नुभएको छ, अरु कुनै कोर्स गर्नुभएको छ, बीबीएम गर्नुभएको छ भने पनि तपाईले नेपालबाटै रिमोट जब गर्न सक्नुहुन्छ म्यानेजमेन्ट ब्याकग्राउन्डबाट आएर पनि। तपाईले कोडिङै जान्नुपर्छ भन्ने छैन, तपाईले कम्प्युटर साइन्स ब्याकग्राउन्डबाट आउनुपर्छ भन्ने छैन, तपाईले अकाउन्टिङ, फाइनान्स हैन, एचआर, बिजनेस, म्यानेजमेन्ट ब्याकग्राउन्डबाट आएर पनि नेपालबाटै डिफ्रेन्ट पर्सनहरु हुनुहुन्छ। धेरैजना मैले देखेको छु, धेरैजनासँग भेटेको छु जो उहाँहरुले चाहिँ रिमोट जब गर्नुहुन्छ हैन नेपालबाटै। उहाँहरु कुनै कम्प्युटर साइन्स ब्याकग्राउन्डबाट पनि हुनुहुन्न, कुनै आईटी ब्याकग्राउन्डबाट पनि हुनुहुन्न हैन, एज अ जेनरल म्यानेजमेन्ट ब्याकग्राउन्डबाट आएर पनि उहाँहरुले काम गर्नुहुन्छ। म आफै पनि अहिले बीबीए सकेर अहिले एसीसीए गरिरहेको छु हैन, जुन अकाउन्टिङ कोर्स हो, एउटा चार्टर्ड अकाउन्टेन्ट कोर्स हो। म आफै अहिले एउटा यूएस को आउटसोर्सिङ फर्ममा काम गर्छु यही नेपाल बसी एज अ रिमोट अकाउन्टेन्ट। सो तपाईहरु पनि इफ भर्खरै आउनु भएको छ हैन, तपाईहरुलाई पनि त्यस्तो नेपालमै त अपर्च्युनिटीहरु, बाहिरको कम्पनीमा काम गर्ने अपर्च्युनिटीहरु पाइदैन जस्तो फिल हुन्छ भने त्यस्तो नसोच्नुस्। धेरै अपर्च्युनिटीहरु छ, धेरै आउटसोर्सिङ फर्महरु खुलिरहेको छ हैन, जहाँ चाहिँ तपाईले डिफ्रेन्ट रोलमा, डिफ्रेन्ट फिल्डमा काम गर्न सक्नुहुन्छ। तपाईले अकाउन्टिङ, फाइनान्स मात्रै आउनुपर्छ, त्यही ब्याकग्राउन्ड भयो भने मात्रै पाइन्छ भन्ने पनि हैन। फेरि मेरो आफ्नै साथीहरु हुनुहुन्छ, मेरो आफ्नै अफिसमा डिफ्रेन्ट साथीहरु हुनुहुन्छ, उहाँहरु चाहिँ अकाउन्टिङ ब्याकग्राउन्डबाट हुनुहुन्न कि, उहाँहरु एचआर ब्याकग्राउन्डबाट हुनुहुन्छ, उहाँहरु म्यानेजमेन्ट ब्याकग्राउन्डबाट हुनुहुन्छ, उहाँहरुले अरु ब्याक अफिस असिस्टेन्टको रूपमा काम गर्नुहुन्छ हैन, अरु डिफ्रेन्ट कुराहरुमा हेल्प गर्नुहुन्छ के। सो तपाईहरुले पनि त्यो नेपाल बसी बाहिरको कम्पनीमा काम गर्ने ड्रीम चाहिँ मजाले देख्दा हुन्छ हैन। त्यहाँ धेरै अपर्च्युनिटीहरु छ र धेरैजनाले गरि पनि राख्नु भएको छ र फ्युचरमा अझै धेरै त्यो बढ्दै जानेछ। थ्यांक यू।